नमस्कार, स्वागत छ तपाईलाई सङ्गम विश्वकर्मा युट्युब च्यानलमा। आजको हाम्रो विशेष भिडियो रहेको छ ग्रेटर नेपाल पहिचान र राष्ट्रियताको ऐतिहासिक दृष्टिकोण। हामी इतिहासका पानाहरू पल्टाउँदै हाम्रो पहिचान र राष्ट्रियताको गहिरो कुरा गर्न गइरहेका छौँ। एक समय थियो जब नेपालको भूगोल वर्तमान सीमाभन्दा धेरै ठुलो थियो। सुगौली सन्धि भन्दा अगाडि नेपाल पश्चिममा सतलज नदीदेखि पूर्वमा त्रिष्टासम्म फैलिएको थियो। त्यो नेपाललाई नै आज हामी ग्रेटर नेपाल भन्छौँ। तर प्रश्न उठ्छ कि ग्रेटर नेपाल केवल एक भूगोल मात्र हो कि त्यो हाम्रो सांस्कृतिक, भाषिक र ऐतिहासिक पहिचानको मेरुदण्ड पनि हो। 1816सम्म अङ्ग्रेज नेपाल युद्धपछि इस्ट इन्डिया कम्पनीसँग गरिएको सुगौली सन्धिले नेपालको ठुलो हिस्सा गुमायो, तर हामी पहिचान छुट्टिएन। आज पनि भारतको दार्जिलिङ, सिक्किम, असम, उत्तराखण्ड र मणिपुरका धेरै ठाउँहरूमा नेपाली भाषा बोलिन्छ। नेपाली संस्कृति जीवन्त छ र नेपालीको पहिचान गर्वका साथ बोकेर हिँड्ने समुदायहरू छन्। ग्रेटर नेपालको सन्दर्भमा राष्ट्रवाद केवल भूगोलमा सीमित छैन, यो हाम्रो सांस्कृतिक चेतना हो, हाम्रो इतिहासप्रति जिम्मेवारी हो र हाम्रो पुस्तालाई आफ्नै जरा चिनाउने साधन हो। आजको विश्वमा जहाँ सीमाहरू प्रशासनले तोक्छ, त्यहाँ हाम्रो सोचले चाहिँ हाम्रा जरा खोजिरहन्छ। हामीले गुमाएका भूभागहरू फिर्ता हुन्छन् या हुँदैनन्, त्यो अर्को प्रश्न हो। तर यी भूभागहरूमा रहेका नेपालीहरूको पहिचान त्यो हाम्रो साझा उत्तरदायित्व हो। प्रथम राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एक फूलको माला हो भनेका थिए। त्यो मालाभित्रका फूलहरू आज विभाजित छन्, तर सुगन्ध एउटै छ, नेपालीपनको। ग्रेटर नेपालको सन्दर्भले हामीलाई एकता र गौरवको अनुभूति दिन्छ, तर यो कुनै नफरत वा युद्धको सङ्केत होइन। यो त केवल इतिहास बुझ्ने, पहिचान जोगाउने र भावी पुस्तालाई आफ्नै गौरवशाली विगत सम्झाउने प्रेरणा हो। अब तपाईलाई सोध्न चाहन्छु, के ग्रेटर नेपालले ग्रेटर नेपालको बारेमा पहिले सुन्नु भएको थियो? के तपाईले ग्रेटर नेपालको बारे पहिले सुन्नु भएको थियो? के तपाईलाई लाग्दैन कि नेपाली भाषीहरूको एकता आज झनै जरुर छ? कृपया कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। भिडियो मन परेमा लाइक, सेयर र सङ्गम विश्वकर्मा युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। इतिहास बुझौँ, पहिचान जोगाउँ। धन्यवाद। नमस्कार, तपाईलाई हार्दिक स्वागत छ हाम्रो आजको यस विशेष भिडियोमा। आज हामी चर्चा गर्दैछौँ नेपाल भारत सम्बन्ध 2025मा नयाँ अध्याय भन्ने शीर्षकमा। नेपाल र भारत दुई छिमेकी देश भौगोलिक, सांस्कृतिक र ऐतिहासिक रूपमा एक अर्कासँग गहिरो रूपमा जोडिएको छन्। यिनको सम्बन्ध कहिले गहिरो मित्रतामा देखिन्छ त कहिले विवाद र तनावका कारण खल्लो देखिन्छ। आजको यो भिडियोमा हामी यी दुई देश बीचको सम्बन्धलाई पूरा इतिहास सहित 2025मा भएका नयाँ पहलहरूसँग जोडेर चर्चा गर्नेछौँ। के यी सम्बन्ध नयाँ अध्यायमा प्रवेश गर्दैछन्? कस्ता चुनौतीहरू छन् र भविष्य कस्तो देखिन्छ? यी सबै विषयमा हामी गहिरो अध्ययन गर्नेछौँ। यदि तपाईँ यो भिडियोबाट नयाँ कुरा सिक्न चाहनुहुन्छ भने कृपया यस भिडियोलाई लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। अब सुरु गरौँ। नेपाल र भारत बीचको सम्बन्ध हजारौं वर्ष पुरानो हो। यी दुई मुलुकलाई धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा जोड्ने कारण धेरै छन्। वैदिक युगदेखि नै नेपाल भारत बीच धार्मिक संवाद र आदान प्रदान भएको छ। हिन्दू धर्म, बौद्ध धर्म र जैन धर्मका सिद्धान्तहरूले दुवै देशका जनतालाई एउटै सांस्कृतिक र आध्यात्मिक परिप्रेक्ष्यमा बाँधेर राखेको छ। पौराणिक कथाहरूमा देखिन्छ कि नेपालका पौराणिक स्थलहरू र तीर्थस्थलहरू भारतका धार्मिक यात्रुहरूका लागि अत्यन्तै महत्त्वपूर्ण थियो, जस्तै कि पशुपति मन्दिर, लुम्बिनी, बुद्धको जन्मस्थल र
अन्य धार्मिक स्थलहरू। इतिहासकारहरूले प्रमाणित गरेका छन् कि प्राचीन कालमा नेपाल भारत बीच व्यापारिक मार्गहरू समेत विकसित थिए, जसले आर्थिक र सामाजिक सम्बन्धहरूलाई मजबुत बनाएको थियो। सन् 1815 मा भएको सुगौली सन्धिले नेपाल र ब्रिटिस भारत बीचको सीमालाई निश्चित गर्यो। यो सन्धिले नेपालको भौगोलिक र राजनीतिक स्थितिमा महत्त्वपूर्ण प्रभाव पार्यो। ब्रिटिस भारतसँगको सम्बन्ध नेपालका लागि व्यापार र कूटनीतिक दृष्टिले आवश्यक थियो। नेपालले उपनिवेशिक भारतसँग सहकार्य गर्यो र दुवै देशका बीच मित्रता कायम रह्यो। तर भारतको स्वतन्त्रता सङ्ग्रामको बेला नेपालले औपचारिक रूपमा त्यस संलग्न नभए पनि कयौं नेपालीहरू स्वतन्त्रता आन्दोलनमा सक्रिय थिए। सन् 1950 मा नेपाल र भारत बीच शान्ति र मित्रता सन्धि भएको थियो। यसले दुई देशबीचको सम्बन्धलाई औपचारिकता दियो। यस सन्धिले खुल्ला सीमा, स्वतन्त्र आगमन, व्यापारिक र कूटनीतिक सम्बन्धलाई सहज बनायो। तर विगतका दशकहरूमा दुई देशबीच साना मठा विवाद र मतभेद पनि देखिएका छन्। राजनीतिक परिवर्तन, अर्थतन्त्र र सामरिक दृष्टिले यी सम्बन्ध कहिले मजबुत कहिले तनावपूर्ण बनेका छन्। सन् 2025 मा नेपाल र भारतका शीर्ष नेताहरूबीच धेरै नयाँ भेटघाट र शिखर सम्मेलन भएका छन्। यी भेटघाटले दुवै देशबीच कूटनीतिक सम्बन्धमा नयाँ उत्साह र दिशा दिएको छ। यस वर्ष दुई देशबीच नयाँ आर्थिक सम्झौताहरू भएका छन्, जसले मुक्त व्यापार क्षेत्र विस्तार गर्ने, व्यापार र लगानी प्रवाह बढाउने उद्देश्य राख्दछ। नेपालका प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीले दुवै देशका दूतावासहरूलाई पूर्ण सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। यसले सीमा पारका समस्या समाधान गर्ने र नयाँ साझेदारीहरूको विकासमा मद्दत गर्ने अपेक्षा गरिएको छ। सबैभन्दा ठूलो नयाँ पहल पूर्वाधार र ऊर्जा क्षेत्रमा देखिएको छ। रसौला काठमाडौँ रेलमार्ग, विराटनगर जोगबनी रेल लाइनको निर्माणले सीमा पार यातायातलाई धेरै सहज बनाउनेछ। यी रेलमार्गहरूले व्यापारमा वृद्धि ल्याउने, मानिसहरूको आवागमन सजिलो बनाउने र दुवै देशका आर्थिक विकासमा नयाँ ऊर्जा दिनेछ। ऊर्जा क्षेत्रमा पनि नयाँ जलविद्युत परियोजनाहरूमा भारतसँग सहकार्य बढ्दैछ। नेपालमा उत्पादन हुने जलविद्युत भारतमा निर्यात गर्न मद्दत गर्नेछ। यसो हुँदा नेपालले आफ्नै ऊर्जा स्रोतलाई आर्थिक फाइदामा परिणत गर्न सक्नेछ। सामाजिक क्षेत्रमा पनि दुई देशबीच नजिकको सम्बन्ध बढेको छ। सीमा पारका नागरिकहरूलाई सामाजिक सुरक्षा दिन संयुक्त पहलहरू सुरु भएका छन्। डिजिटल भुक्तानी प्रणाली एकीकृत गर्ने कुरा पनि निकै प्रगति भएको छ। शिक्षा, स्वास्थ्य र सांस्कृतिक आदान प्रदानको माध्यमबाट पनि दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने योजना अघि बढेको छ। तर यी सबै सकारात्मक पक्षहरू बावजुद सीमा विवाद अझै पनि सम्बन्धमा ठूलो चुनौती बनेको छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको विवाद दुई देशबीचको तिक्तता ल्याउने विषय हो। सन् 2019 मा भारतले नयाँ नक्सा जारी गरेपछि विवाद थप तातिएको छ। नेपाल सरकारले यो विवादलाई संवैधानिक र कूटनीतिक दुवै तरिकाले समाधान गर्ने प्रयास गरिरहेको छ। तर जनस्तरमा यो विषय ठूलो भावनात्मक प्रभाव परिरहेको छ। सीमा क्षेत्रमा आतंकवाद र अवैध गतिविधिहरू नियन्त्रण गर्न कठिनाइहरू छन्। सीमापारको सुरक्षा निश्चित गर्न नेपाल र भारतको सहकार्य गरिरहेका छन्, तर अझै समस्या यथावत छन्। सीमा क्षेत्रमा रहेका स्थानीय बासिन्दाहरूलाई सुरक्षा र सामाजिक सेवाको पहुँच पुर्याउन आवश्यक छ। नेपालको व्यापार घाटा भारतसँग ठूलो छ। भारतसँग आर्थिक सम्भावना असन्तुलन छ, जसले नेपाललाई दबावमा राख्छ। कयौं विकास परियोजना र आर्थिक सहयोगमा राजनीतिक प्रभाव परेको अनुभव गरिएको छ। यी सबै सम्बन्धमा तनाव सिर्जना गरेको छ। तर भविष्यमा यी दुई देशबीच साझा विकासका धेरै सम्भावना छन्। सबैभन्दा महत्त्वपूर्ण शेयर्ड जलस्रोतको दिगो व्यवस्थापन। नेपाल र भारत मिलेर नदीहरूको संरक्षण र उपभोग गर्न सके कृषक र आम जनताका लागि फाइदा हुनेछ। शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा सहकार्यले जनताको जीवनस्तर सुधार गर्नेछ। पर्यटन प्रवर्धन र सांस्कृतिक आदान प्रदानले पनि मित्रता थप बलियो बनाउन सहयोग पुग्नेछ।
क्षेत्रीय सङ्गठनहरू जस्तै सार्क र बिमस्टेकमा सहकार्यले क्षेत्रीय शान्ति र समृद्धिमा मद्दत गर्छ। चीनको प्रभाव बढ्दै गए पनि नेपाल र भारतले आफ्नो साझेदारीलाई बलियो बनाउन सक्नेछन्। ग्लोबलाइजेसनले दुवै देशलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ राम्रोसँग समन्वय गर्ने अवसर दिनेछ। नेपाल र भारत बीच सम्बन्ध सुधारका लागि आपसी सम्मान, संवाद र समझदारी आवश्यक छ। राजनीतिक परिवर्तनपछि नयाँ पुस्तालाई सम्बन्ध सुधार्न भूमिका खेल्नुपर्छ। दीर्घकालीन योजनाहरू बनाएर साझा परियोजनाहरूमा ध्यान दिनुपर्छ। आजको यो विस्तृत विश्लेषणले तपाईलाई नेपाल भारत सम्बन्धको पूरा चित्र देखाउन सफल भएको आशा गरिएको छ। सम्बन्ध जटिल भए पनि यसमा नयाँ सम्भावना र आशा पनि छ। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। तपाईको विचार र सुझाव कमेन्टमा लेख्न नहिचकिचाउनुहोला। धन्यवाद। पुनः भेटौँला अर्को भिडियोमा। यो कथा हो एउटा सानो मुलुकले संसारकै शक्तिशाली साम्राज्यसँग गरेको लडाईँको। यो कथा हो वीर गोर्खालीको आत्मसम्मान, साहस र वीरताको। यो कथा हो जसले गोर्खा नामलाई संसारभर फेयर एन्ड रेस्पेक्टेड बनायो। अङ्ग्रेजहरूले भारत कब्जा गरिसकेका थिए। अब तिनीहरूको नजर थियो हिमालको देश नेपालमा। तर के नेपाल सजिलै झुक्ने थियो? युद्ध सुरु भयो र सुरु भयो वीरताको महाकाव्य। 18औं शताब्दीमा पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेपछि नेपाल एक शक्तिशाली राज्य बन्दै गयो। यो समय अङ्ग्रेजहरू भारतमा आफ्नो साम्राज्य फैलाइरहेका थिए। नेपालले पश्चिममा कुमाऊँ, गढवाल र पूर्वमा सिक्किमसम्म आफ्नो क्षेत्र विस्तार गरिसकेको थियो। त्यही बेलामा ब्रिटिस इस्ट इन्डिया कम्पनी पनि नेपालकै भूभागमा नजर गाड्न थालेको थियो। साना साना सिमानाहरू, विवादहरू, जङ्गलको हक, व्यापार मार्ग र आदिवासी जमिनलाई लिएर तनाव बढ्दै गयो। सन् 1814मा नेपाल र ब्रिटेनबीच खुल्ला युद्धको सुरुवात भयो। ब्रिटिस पक्षमा थियो आधुनिक हतियार, ठुलो फौज, युद्ध रणनीति। नेपाल पक्षमा थियो साहस, आत्मबल र गोर्खाली युद्ध कला। युद्ध 4वटा मोर्चामा लडियो। कुमाऊँ, देहरादुन, स्याउक्लिक, पहाड र मकवानपुर। गोर्खालीहरूमाथि सिधा हमला भयो, तर तिनीहरूले जङ्गल र पहाड प्रयोग गरी घातक प्रतिकार गरे। नालापानी नेपाली इतिहासको स्वर्ण अक्षरमा लेखिएको युद्ध। काजी बलभद्र कुँवरले 600 नेपाली सेनासँग 3000+ अङ्ग्रेज फौजलाई रोकिराखे। 13 दिनसम्म पानी र खाना बिना लडे, तर आत्मसमर्पण गरेनन्। जब बलभद्रले किल्ला छोडे, अङ्ग्रेजले सम्मानपूर्वक सलामी दिएर तिनीहरूको वीरता स्वीकार गरे। यो घटनाले गोर्खा शब्दलाई संसारभर भय र सम्मानको प्रतीक बनायो। यसैबीच नेपालको ध्यान उत्तरमा पनि थियो। सन् 1788मा नेपालले तिब्बतमा आक्रमण गर्यो। भन्सार, व्यापार र धार्मिक कारणले युद्ध सुरु भयो। चीनले हस्तक्षेप गर्यो र सुरु भयो चीन-नेपाल युद्ध। त्यसपछि नेपालले चिनिया सम्राटसँग सम्झौता गर्यो, जुन नेपालले चीनलाई केही बेर सिनोफोबिक कर दिन थालेको थियो। तर यो युद्धले नेपालको सामरिक क्षमतालाई पूर्ण प्रमाणित गर्यो। ब्रिटिससँगको लामो युद्धपछि नेपाल थाकिसकेको थियो। सन् 1816मा हस्ताक्षर भयो सुगौली सन्धि। नेपालले कुमाऊँ, गढवाल, तराईको ठूलो भाग गुमायो। ब्रिटेनले नेपालमाथि कूटनीतिक कब्जा जमायो, तर नेपालको अस्तित्व मेटिएन। आज पनि हाम्रो नक्साहरू इतिहास र सीमामा त्यही सन्धिको घाउ बोकेर बाँचिरहेका छन्। सुगौली सन्धिपछि पनि अङ्ग्रेजले गोर्खाली बहादुरी बिर्सिएनन्। उनीहरूले गोर्खा रेजिमेन्ट गठन गरे र प्रथम तथा द्वितीय विश्वयुद्धमा गोर्खालीहरूले वीरता देखाए। आज पनि गोर्खा शब्द संसारभर सैनिक इतिहासमा आदर र साहसको प्रतीक हो। यो केवल युद्धको कथा होइन, यो राष्ट्रिय पहिचान, आत्मगौरव र इतिहासको जीवित दस्तावेज हो। तपाईलाई यो कथा कस्तो लाग्यो? यदि तपाईलाई गर्व छ वीर गोर्खालीको विरासतमा,
यो भिडियोमा लाइक गर्नुहोस्, कमेन्टमा जय नेपाल लेख्नुहोस्, देशको इतिहास बाँडौँ, यो भिडियो सेयर गर्नुहोस्, सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। यस्ता ऐतिहासिक कथाहरू अझ आउनेछन्। धन्यवाद।